यस्तो बेजोक छ बाटो, के गर्नु गाइस। हेर गाउँको हालत, गाउँको बाटोको हालत। कहिले विकास हुने हो थाहा छैन, यो बाटो कहिले पिच हुन्छ थाहा छैन हो। अबको सरकारले केही गर्छ कि है, हेर्दै जाउँ। हाम्रो कुमार छोरोलाई गाह्रो भएको छ एकदम स्कुटी चलाउनलाई। के भन्दैछ अन्त कुमारले? सानो बुवा तपाईँ नहुनुभएको भए त, अर्को कोही भएको भए त मैले राम्रोसँगै चलाउँथेँ, तपाईँ भएर चाहिँ हो अलिक मैले राम्रोसँग चलाउन नसकेको। अब अरू भनेको को मैले त बुझिनँ। खोइ केटा मान्छे हुने कि केटी मान्छे हुने, आजकलको केटाहरूको खोइ यो के राम्रोसँग चलाऊ है कुमार। सानो बुवा बस्नुपर्छ यहाँ, अलिक विचार गरेर। ए बाटोको अवस्था यस्तो हो फेरि गाई, के गर्नु? बेचोक रमाइलो भएको छ। ल एकछिन झर्नु पऱ्यो गाइस।